तेल त किन हाल्नु लाग्ने त पनि बेसार मासु धेर हुँदो रहेछ नि त हजुर अनि एउटा निको खाएर जाऊ अघि अब एकजनामा चाहिँ सक्ने आइहाल्ने तिन लाखमा सकिहाल्छ पाक्छ तेल त निकाल्नुपर्छ होला यत्रो तेलमा त निकाल्नुपर्छ नि बोटो ल्याउनुपर्छ नि गाँड हजुर होइन अलिकति हाल्नु अलिकति ए दा एकछिन घोल्नु अनि अलिकति हाल्नु मिल्दैन तल हाल्नु न हाल्नु दुलोमा चाहिँ हात राख न दुलोमा हात राख न चुइस दुलोमा हात त्यस्तै हो कि दुलोमा हात राख फेरि एकचोटि ल बेमा जानुपर्छ उता पर होइन ल जाने त नि भोलि पनि जानुपर्छ कि बुढा हालेर थट आलुको भिडियो चलाउँछु अहिलेसम्म चाहिँ डाडो हुँदैन भित्र हाल न चलाउँछु अहिलेसम्म चाहिँ डाडो हुँदैन भित्र हाल न खुन अलाउडै छैन के राजन पानी हाल्नु म अलिअलि पानी हाल्छु अलिक हालौँ होला पानी अनि 10-15 मिनट हादै अनि यहाँ ढाडिसकेको थियो प्याजीले प्याजीको त कुरा नहुने प्याजी र आलु चप थियो चाउमिन चाहिँ सानो पर्दैन अघि मलाई अलि हालिदिनु हाल्दैन